एकदम फ्लोमै सबैजना जाउँ ल। अनि हामी सबैलाई नै थाहा छ त, हजुरहरूले पनि एकदमै मजाले देखि नै राख्नु भएको जहाँ पनि सोसियल मिडियामा अहिले, स्पेसली मेरो एन्ड कालुको अनिसको भिडियो, मिस्टर तामाङको भिडियोमा देखि नै राख्नु भएको अब कमेन्टहरू यति धेरै त्यो टक्सिक लेभलका भयो क्या। यति धेरै अजम्सन हामी पनि अरूको त्यो अजम्सन राख्छौँ, तर त्यो लेभलको एकदम टक्सिक वेमा चाहिँ राख्दिनँ हौ त्यस्तो त है। एकदमै धेरै टक्सिसिटी बढिसकेको छ। अनि त्यस पछाडि चाहिँ आई थट अफ मेकिङ अ भिडियो। म पहिल्यैदेखि यस्तो कुराहरूमा त खासै नबोल्ने मान्छे हो, बोलेर पनि केही फाइदा छैन भन्ने खालको मान्छे होइन, तर मलाई सधैँ पनि साइलेन्स इज द बेस्ट एन्सर चाहिँ होइन रहेछ क्या। कहिले कहिले चाहिँ हामी अनेस्ट हुनु पर्दो रहेछ, अनेस्टली बरु बोलेको ठिक हुँदो रहेछ साइलेन्ट बस्नुभन्दा पनि भनेर मलाई त्यस्तो लाग्यो। त्यही भएर चाहिँ यो भिडियो बनाउँदैछु आज है। यो भिडियोमा चाहिँ आउन टक एकदम ओपनली तपाईँहरूले जे सोच्नुहुन्छ सोच्नुहोस् होइन, कुन वेमा लिनुहुन्छ आई डोन्ट नो, इट्स अप टु यु गाइज है। म चाहिँ जे आउँछ हुन्छ नि बुकमा राखेर भन्छ नि होइन, सब कुछ सच बोलूँगी सच के सिवाय और कुछ नहीं बोलूँगी भनेको जस्तै मेरो आफ्नै कसम खाएर भन्छु होइन। जे आउँछ मनदेखि आउँछ, जे हुन्छ त्यो भन्नु गइरहेको छु। मेरो र मिस्टर तामाङको रिलेसन पब्लिक नै गरेको, पब्लिकली नै थाहा पनि छ, अनि एकदमै हेर्दै पनि आउनुभएको होइन। अनि अब कतिजनालाई त अझै हाम्रो त्यस्तो लाइफमा त्यस्तो इन्ट्रेस्टेड पनि हुनुहुन्थेन होला, कतिजना आज मात्रै हेर्दै गर्नुभएको पनि हुनसक्छ नि त, के चाहिँ भएको थियो यिनीहरूको भन्ने पनि हुन्छ नि त। अनि फर्स्टमा चाहिँ हामी टिकटक लाइभबाट भेटेको क्या। अनि टिकटक लाइभमा झगडा पर्यो, अनि त्यस पछाडि म फेरि आफूलाई जहाँ जोसुकैले होस् जेसुकै होस् आफ्नो स्ट्यान्ड लिने बानी। अनि रोहानी भन्ने बहिनी छ के उता बाहिर थाइल्यान्डमा, अनि रोहानीलाई चाहिँ पाइदिए भन्दाखेरि चाहिँ मैले चाहिँ लाइभ हेरिरहेको थिएँ, मलाई चाहिँ लाग्यो एकदम ठुलो मिसअन्डरस्ट्यान्डिङ भएको, अनि मेरो फल्ट थियो क्या, मेरो गल्ती थियो त्यहाँ चाहिँ। अनि मलाई लाग्यो कि मलाई भनेको भनेर, अरे यार यो केटामा अस्ति भर्खर एकचोटि मात्रै लाइभमा जोइन गरेको, यसले मलाई के भनेको भनेर म चाहिँ झगडा गर्नु गएँ क्या त्यहाँ लाइभमा। लाइभ नबसेको मान्छे पनि लाइभ गएर झगडा गर्नु गएँ, तर एकदम ठुलो मिसअन्डरस्ट्यान्डिङ भएको रहेछ। अनि होइन तपाईँलाई भनेको होइन, रोहानीलाई फेरि रोहानी भन्नुपर्छ नि त, रोहिणी भने क्या, अनि रोहिणी त म हो। अनि त्यहाँदेखि चाहिँ अनि मेरो मिस्टेक भनेर थाहा पाए पछाडि चाहिँ ए ओके यस्तो भएको रहेछ भनेर कुराहरू भयो। अनि त्यहाँ यति धेरै उहाँको लाइभमा फेरि धेरैजनाले हेर्नुहुन्थ्यो, अनि मलाई मार गाली गरिरहेछ क्या लाइभमा कमेन्टमा, तर भाडमै चाहिँ त्यो कमेन्टको त मलाई मतलबै छैन, मलाई त आफ्नो स्ट्यान्ड लिनु छ, जोसुकैले जेसुकै भन। अनि त्यहाँदेखि चाहिँ उहाँलाई चाहिँ एकदम मन परेको अरे क्या, लाइक डिटेल वेमा भन्दैछु। अनि हु इज दिस गर्ल, अब यस्तो पब्लिकली पनि आफ्नो स्ट्यान्ड लिनु आयो यस्तो भनेर जस्तो लाग्यो अरे। अनि म काठमाडौँमा थिएँ, अनि टेक्स्टहरू गर्नुभयो, भेटौँ कफीको लागि यताउता भन्यो पनि मलाई, लेट्स गो फर अ डेट अर कफी डेट अर के डिनर डेट, जति पनि मलाई टेक्स्टहरू पहिल्यैदेखि गर्नुहुन्छ र स्टिल गर्नुहुन्छ नि, तपाईँहरूसँग म कहिले पनि गएको छैन नि। बट वाइ विथ मिस्टर तामाङ म ओके भयो क्या भेट्नु। अनि आई थिङ्क इट वाज साइन अफ युनिभर्स पनि। अनि हामी भेट्यौँ। अब मैले साउनीलाई सोधेँ क्या फर्स्टमा चाहिँ, साउनी यो केटालाई यसरी नै सोधेँ क्या, ओ यो केटाले मलाई भेटौँ भन्दैछ, भेट्नु कि नभेट्नु भन्यो भने साउनीले पनि जान त अनि के भयो त, अनि भेट्नु त हो, भेट्दा के हुन्छ र भन्यो। अनि म काठमाडौँमा थिएँ, अनि त्यस पछाडि तर पनि अझै कन्फ्युज थिएँ क्या, किन भन्दाखेरि जसले त्यसरी भेट्नु बोलाउँदा झप्प गइहाल्ने खालको त थिइनँ म, मलाई केही पनि थाहा पनि थिएन उहाँको बारेमा होइन। तर पनि गएँ। त्यस पछाडि हामी कोरियन फुड खानु गयौँ, मलाई कोरियन फुड मनपर्छ भने अनि कोरियन फुड खानु गयौँ थमेलमा, अनि भेट्यौँ, पुरा गफ भयो। मैले चाहिँ उहाँको बारेमा केही पनि सोचेको पनि थिइनँ, तर उहाँलाई चाहिँ एकदम मेरो भाइब मन पऱ्यो अरे, म मन पऱ्यो यताउति। फेरि उहाँ चाहिँ यस्तो जेन्युन मान्छे हुनुहुन्छ कि हो भने हो, मन पऱ्यो भने पऱ्यो, मन परेन भने परेन त्यस्तो खालको मान्छे हुनुहुन्छ क्या। अनि त्यस पछाडि त्यसो भन्नुभयो। अनि त्यसो नेक्स्ट भेटमै फेरि हामी के अरे डिनर गर्नु गयौँ। डिनर त्यो त इट वाज काइन्ड अफ प्रपर डेट नि त, मैले त्यसरी गरेको क्या। जुन कुरा अहिलेसम्म मिस्टर तामाङले अहिलेसम्म भनेको पनि छैन होइन, ओइ मलाई त यो केटाले त कस्तो डेटमा प्योर डेटमा लिएको जस्तो लागिरहेको छ यार, मलाई त्यस्तो फिल भयो भने टेक्स्ट गरेको थिएँ क्या। रिस्ता आइएम सो ह्याप्पी फर यु, इट्स ओके नो, लाइफ हो, लाइफमा अब जे हुन्छ जस्ट इन्जोय द मोमेन्ट भन्ने टाइपको त्यसले पनि भन्छ होइन। मलाई पनि खुसी लाग्यो त्यो मोमेन्टहरू कति राम्रो, अनि तपाईँहरूले पनि कति मन पराउनु भएको थियो। डिनर डेटमा गयौँ, त्यो दिन जेसम्म पनि सबै म त ए ठिक छ साथी नै हो भन्ने पनि भएको थियो। अन्त पछि त्यस पछाडि अर्को धमाका भएको भ्लग भनेको चाहिँ भ्यालेन्टाइन्स डेको भ्लग थियो। अनि जुन चाहिँ मैले सोचेको पनि थिइनँ अब उहाँ त्यसरी आउनुहुन्छ, लाइक त्यस्तो स्पेसल फिल गराउनुहुन्छ भनेर। मलाई त स्पेसल फिल भएको त भन्नु पऱ्यो नि त, मलाई एकदम स्पेसल फिल भयो। अनि त्यो एभ्रिथिङ त्यो भिडियोले चाहिँ एकदम क्रिस्टल क्लियर भयो कि दिस गाइज आर डेटिङ भनेर होइन, जुन मेरो साइडबाट अझै पनि म थिइनँ क्या। जस्ट म चाहिँ त्यो मोमेन्टहरू चाहिँ राम्रो लागिरहेको थियो, एकदम स्पेसल फिल पनि भएको थियो, राम्रो सबै एभ्रिथिङ वाज सो फाइन है। अनि मेरो लाइफमा त्यस्तो कहिले भएको पनि थिएन, लाइक मैले त्यस्तो स्पेसल फिल गरेको पनि थिइनँ अनेस्टली स्पिकिङ है। अनि त्यो कुराहरू राम्रो भयो। अनि 81 पछि उहाँको साथी, उहाँहरूसँग चाहिँ म एकदम तामाङ
क्लोज सर्कल पनि मलाई एकदमै थाहा छ अनि उहाँहरूमध्ये एकदम म क्लोज भनेको चाहिँ सन्सिल पाण्डा सन्सिल एन्ड छवि है अनि उहाँलाई चाहिँ अनि उहाँ फेरि यस्तो कुराहरू फिल्टर गर्न जान्नुहुन्न पछि पछि मैले कति कुराहरू फिल्टर गरेँ अनि कमेन्टमा पनि मैले पिन गरेर राखेको थिएँ फर द फर्स्ट टाइम मेरो लाइफमा यसरी यो मोमेन्टहरू हुँदैछ सो आई जस्ट वान्टेड टु सेयर विथ यु गाइज तपाईँहरूको के थट छ तपाईँहरू आर यु गाइज ह्याप्पी ओर नट म त अभियसली खुसी छु तपाईँहरूको चाहिँ के कस्तो छ भनेर मैले त्यो पिन पनि गरेको थिएँ त्यो कुराहरू सबै मोमेन्टहरू सेयर गर्दै गर्दै गएँ अनि त्यस पछाडि चाहिँ उहाँले फर्स्टमा लाइक वी आर डेटिङ यस इज माई गर्लफ्रेन्ड भनेर ओपनली भन्नु भइसके पछाडि चाहिँ यस्तो यस्तो कुराहरू भए पछाडि चाहिँ मैले पनि पछि चाहिँ त्यो सोचेर यतिकै त भन्नुभएको होइन यतिको मान्छेले त अब पछिसम्मको लागि राम्रै सोचेर नै हो भन्नुभएको भनेर अनि मैले पनि यस भनेँ अनि मैले बोयफ्रेन्ड भन्ने कुरा मलाई फर्स्टमा कस्तो अड लाग्थ्यो कि भन्दाखेरि मेरो एकदम जेन्युन भ्युअर्सहरू हुन्छ नि अब बहिनीको मुखबाट त्यसरी फाइनली सुन्यो अरू खुसी पनि लाग्यो फाइनली यु फाउन्ड सम वान होइन यु फाउन्ड युर म्यान भन्ने एकदम कमेन्टहरू आयो अनि मलाई पनि खुसी लाग्यो सबै कुरा होइन अनि एभ्रिथिङ वाज गोइङ स्मुथ एकदमै रिलेसनसिपमा कति अप्स एन्ड डाउन्स आउँछ होला होइन तर स्मुथको कुरा नगरौँ एउटा मच्योर एउटा अन्डरस्ट्यान्डिङ लेभल मेरो र अनिसको बिचमा जति थियो नि होइन आई स्वर म यो साँच्चीकै भनेको होइन मनदेखि साँच्चै यार हामी त ओभर अन्डरस्ट्यान्डिङ नै थियौँ एकअर्काको बिच त भनेर अहिले पनि हुन्छ क्या त्यो पछिसम्मै हुन्छ हुन चाहिँ अनि तर हजुरहरूले टाइटलबाट चाहिँ थाहा पाइसक्नुभयो तर पक्नुहोस् अझै पनि त्यो पोइन्टमा आउनै बाँकी छ है त्यस पछाडि त हामी रिलेसनसिपमा भयो अनि वेटै पनि गर्दिनँ अनि तर उहाँले चाहिँ बिचरा भन्नुहुँदै थियो क्या त्यो बेसी प्रेसर भयो नि त उहाँलाई अनि कमेन्ट्सहरू त्यत्तिकै जान्थ्यो कमेन्ट्स त मैले पनि देख्थेँ अबि टेक्स्टहरू डेन्जरै जान्थ्यो अरे भन्नुहुन्थ्यो क्या उहाँले पहिल्यैदेखि चाहिँ गरोस् त कति चाहिँ गरोस् त होइन मान्छे हो होइन थोरै न ढुङ्गा मुढा स्ट्याचु हो र केही फरकै पर्दैन होइन अनि त्यही पनि तपाईँहरूले जति उहाँलाई स्ट्रङ देख्नुहुन्छ ओर लोकी अब जति पनि अब कहिले कहिले यो जहिले पनि पैसाकै मात्र कुरा गर्छ यता पैसाको कुरा गर्दाखेरि एक दुईवटा कुरा अहिले कनेक्ट गर्छु तर अहिले भनिहाल्छु होइन साथीहरूलाई म त पुरै यहाँ घोलघाल पारेर खाएर भोलिको दिनमा छ्याछ्या लाएर डायरिया गरेरै फालिदिन्छु त्यस्तो खालको म चाहिँ डाइजेस्ट गर्न सक्छु होइन तर सबैजनाको कोपिङ मेकानिजम सबैको सेम हुन्छ सबैले सबै एउटै कुरा टलरेट गर्नु सक्छ त्यही वेमा भन्नु सकिँदैन नि त तर उहाँलाई चाहिँ नेक्स्ट लेभलकै हेट मेसेजहरू जान थालेछ क्या अनि त्यो त कसैले पनि डिजर्भ गर्दैन क्या कसैले पनि डिजर्भ गर्दैन मेरो मनदेखि रियल लाइफमा भन्छु क्या झन् नर्मल मान्छे आफूले जे छ जस्तो छ देखाइरहेको छ जो मान्छे जेन्युन छ अनि उसलाई चाहिँ कति धेरै हेट भन्ने कुरा क्या मेरो चाहिँ क्या स्पेसली उहाँलाई चाहिँ धेरैजनाले कमेन्ट अनि उयो गर्ने यो केटाले मलाई भ्युजको लागि युज गरेको होला भनेर मलाई त्यस्तो फिल हुनुपर्थ्यो नि त मलाई त्यस्तो कहिले पनि फिल भएन क्या सो तपाईँहरू आफ्नो आफ्नो अजम्सन नराख्नु प्लस जो पनि टिएमजी फ्यामिलीबाट हुनुहुन्छ होइन कतिजनाले यो जति पनि हेट आएको छ यो थ्रेड यो एभ्रिथिङ टक्सिसिटी चाहिँ सबै सिजलिङको भ्युवर्सले गर्दा आएको हो भनेर भनिराख्नु भएको हुन्छ विच इज टोटली रङ है प्लिज मेरो जेन्युन भ्युवरहरू चाहिँ जेन्युन भ्युवर एकदम लिमिटेड हुनुहुन्छ मेरो अरू सबै मलाई नराम्रो मलाई ओपर जहिले सपोर्ट गर्ने मैले एक दुईजना अस्ति नामहरू बिर्सेँ कि तर तिनीहरूको म डिपीमै चिनिदिन्छु क्या तिनीहरूले मलाई राम्रो भने रिस्ताकोमा यति नराम्रो भनिरहेको थियो अनि फेरि मिस्टर तामाङकोमा कमेन्ट गरेर हेरेको तिनीहरूले के भनेको थाहा छ अब फेरि मलाई त्यहाँ राम्रो बन्नु खोजिरहेको थियो क्या अब तेरो सब्सक्राइबर घट्छ हामी तल अनसब्सक्राइब गर्ने हो यस्तो हो उस्तो यसको सबै अनसब्सक्राइब गरिदिउँ न भन्ने तिमीहरू जसले पनि त्यो भनेको नि होइन तिमीहरूले हेर्दैनछौ तर त्यो लेभलको तिमीहरू त्यो 2 जिब्रे पनि होइन तिमीहरूको त 3 जिब्रे 4 जिब्रे कतिवटा हो होइन प्लिज तिनीहरू चाहिँ आई डोन्ट कन्सिडर देम एज माई जेन्युन भ्युवर प्लिज नभन्नु कि मेरो भ्युवर्स आएर उहाँलाई त्यस्तो धेरै अट्याक गरेको भनेर होला अब सर्टेन पर्सन होला त्यो होइन भन्दिनँ तर एटलिस्ट त्यो पनि बुझ्नु कि सबै हेट चाहिँ मेरै साइडबाट आएको भन्ने पनि हुँदैन ल किन भन्दाखेरि मेरो जेन्युन भ्युवर्स कस्तो हुनुहुन्छ मलाई थाहा छ अलिकति केही भन्यो भने चाहिँ यति पोजिटिभ वेमा दिदीहरूले टेक्स्ट गर्नुहुन्छ सम्झाउनुहुन्छ माई गड यति राम्रोसँग त्यहाँ नेगेटिभिटी यति पनि देख्दिनँ क्या त्यही भएर पनि होला आई लभ बिङ सराउन्डेड बाई पोजिटिभ अरा पोजिटिभ पिपल पोजिटिभ सराउन्डिङ अनि मलाई पनि कति धेरै त्यो कुराहरू अझै पास भएर हुन्छ कि भनिराख्नु भएको थियो कि माई गड त्यो पोस्टमा के त्यो त सबै रिलमा छ हौ रिलहरूको पनि हटाइदिनु भनेर भन्नु पर्यो म त अब के छ हौ सिङ्गल केटोमा 1 2 3 के छ डिप्रेसन छ लोन छ तिर्दिन्छ मलाई थाहा थियो सबै कुरा थाहा हुन्छ है यसरी चाहिँ मैले भिडियो बनाउँदै थिएँ क्या अनि बोल्दा म कति बोले होइन के भने मलाई थाहा छैन अब एडिट गर्दै थाहा हुन्छ तर त्यो मनदेखि जेन्युनली सबै भने
अनि फेरि कतिले सोच्छ नि त यिनीहरू बोल्नै छोडेछ भन्ने टाइपको पनि हुन्छ नि त कि त्यही भएर मैले कल गरेको क्या सम्झिने पानी छम्किने भनेर भन्दैन कस्तो सम्झिने पानी हेडर्सहरूले रोजेको कुरा सोचेको कुरा चाहिँ भयो भनेर भन्थ्यो बट देन सिजलिङको पिछा चाहिँ छोड्नेवाला छैन भनेर भन्थ्यो नि सिजलिङको पिछा चाहिँ छोड्नेवाला छैन हामी बोल्ने चाहिँ छोड्नेवाला छैन मैले भन्नै पर्दैन नि तपाईँ मैले यो रेकर्ड गरेकै पोस्ट गरिदिन्छु नि रेकर्ड पनि भइरहेको छ कि छैन हौ मेरो फेस आइरहेको छ भइरहेको रहेछ छैन पूजा गरिरहेछ होइन ठिकै छ त अनि मैले त अब भने नि त लाइक हाम्रो पनि अब फाइनल डिसिजन नै थियो डिसाइड गऱ्यौँ कि हामीले हेल्दी वेमै होइन लाइक अब त्यति नै दुखेको छैन कि दिस थिङ डिड नट वर्क आउट भनेर अनि एन्ड आइ एम सो सरी है गाइज द्याट दिस थिङ्स डिड नट वर्क आउट भनेर त्यही नै हो थ्याङ्क यू सो मच फर सोइङ सो मच लभ तपाईँहरूको सिजलिङ रोहिणी गाइज तपाईँहरूले जसरी सपोर्ट गर्नुहुन्छ माया गर्नुहुन्छ सी डिजर्भ अल द लभ एन्ड सपोर्ट यस आई डिजर्भ इज वान अफ द मोस्ट इन्सपाइरिङ है एकदम इन्सपाइरिङ म सिजलिङ रोहिणीको फ्यान हो गाइज टु बी अनेस्ट है आम नम्बर 1 फ्यान गाइज तपाईँहरू नम्बर 1 फ्यान म हो भनेर भन्नुहुन्छ तपाईँले मलाई नेक्स्ट टाइम भेट्यो भने म तपाईँलाई अटोग्राफ दिन्छु अनि ट्याटु हान्नु ल छातीमा छातीमै हान्दिन्छु म घाँटीमा छातीमा यत्रो क्या यहाँ हेर्नु न यस्तो ममहरू हुन्छ नि त्यस्तै वाला यहाँ म अटोग्राफ दिन्छु होइन एउटा कुरा पनि तपाईँलाई म भन्छु नि होइन कतिजनाले चाहिँ सबै तपाईँको त्यो अमाउन्ट अफ बोलिरहेको छु नि त एकदम ओपनली क्या हुन्छ नि कति तर पोस्ट गरिदिन्छु हेर्नेले त हेर्छ नि त यस्तै हो सो या आई विश यु अल द बेस्ट इन यर लाइफ होइन मभन्दा राम्रो केटी पाउनु होइन साँच्ची भनेको जेन्युनली भनेको राम्रो मान्छे पाओस् तपाईँ जहिले पनि खुसी हुनु बेसी डिप्रेस पनि नहुनु तर यति छिटो गिभ अप गर्छ भने चाहिँ सोचेको थिइनँ तर केटोले ठिकै छ त्यो म रेस्पेक्ट पनि गर्छु होला त्यस्तो हुँदै हुँदैन नि अब वी ब्रोकअप भनेपछि सकिगयो नि होइन त्यही भएर यहाँ सधैँ पनि खुसी हुनु अरू केही कुरा सेयर गर्नु मन छ अरू केही प्रब्लम आयो भने आइम जस्ट वान कल अवे भनेर त मैले भनेको छु होइन त्यही हो हामी त्यही नै हो बेसिकली आई थिङ्क वी ह्याड द मोस्ट अमेजिङ रिलेसन्स है इट वाज सर्ट बट देन द बेस्ट भन्छ आई डोन्ट थिङ्क सो सर्ट एन्ड द बेस्ट रिलेसनसिप भन्ने कसको भन्दाखेरि सिजलिङ होइन मिसेस तामाङको भन्ने गाइस त्यहाँ अब लाइक आई डिड डेटेड धेरैजना केटीहरू होइन डेटेड मात्रै नट इन रिलेसन ठिकै छ रिलेसन कम नै थियो डेटेड चाहिँ लाइक यु गो अन अ डेट लाइक एभ्री गोज अन अ डेट राइट यु ट्राई बट देन दिस वाज द बेस्ट भनौँ न आई एभर ह्याड एन्ड अब आई डोन्ट थिङ्क योभन्दा राम्रो के हुनसक्छ भने योभन्दा राम्रो चिज यो संसारमा के छ भने लाग्दैन मलाई त्यही कुराहरू सधैँ पनि चेरिस गर्नु डोन्ट रिग्रेट तपाईँले भन्छ नि अब कि मैले किन पब्लिक गरेछु भन्ने भन्छ नि होइन त्यो कुरामा पनि रिग्रेट नगर्नु त एभ्रिथिङ फेल्ट सो ब्युटिफुल सो जेन्युन त्यही भएर त तपाईँले पनि सेयर गर्यो मैले पनि सेयर गरेँ इट्स ओके न तर आँखा लाग्छ भन्छ नि त पर्सनल लेभलमै गयो कि सबैजना जुन चाहिँ मैले सोचेको पनि थिएन यस्तो हुन्छ भनेर होइन त्यतिसम्म चाहिँ नगरेको भयो भने थियो सबैजना ठिकै छ त अब द्याट इज समथिङ वी क्यान नट कन्ट्रोल जानु ब्रेक लिनु अब ब्रेक लिनु एज इन अब एकदमै भने नि ट्रेकिङहरू जानु माइन्ड भुलिन्छ के त्यो आउट कन्ट्रीहरू भन्दा पनि एकदम नेचरसँग क्या होइन जानु टेक अ ब्रेक साँच्ची भनेको एकदम नेचरले एकदमै हिल गर्छ क्या साँच्ची पनि भनेको गाइस यहाँ तपाईँहरूको सिजलिङ रोहिणी जस्तै अन्डरस्ट्यान्डिङ छ जस्तै मच्योर छ यतिको मच्योरिटी चाहिँ चाहिन्छ छोरी ए हो र And I'm the most luckiest. मेरो भाग्यमा रहे नौ तिमी वाट भन्नु न गाइस है जसरी काठमाडौँमा नेवारहरू हो नि पूर्वमा राईहरू क्या आफ्नो कल्चरलाई बचाएको होइन आफ्नो कल्चरलाई प्रिजर्भ गरेको आई नो यु गाइस सुड बी भेरी प्राउड अफ इट क्या जसरी तपाईँहरूले अब यो साकेला छ तपाईँ एभ्रिथिङ छ नि होइन इट्स सो नाइस एन्ड ब्युटिफुल क्या तिम्रो मनबाट आएको चिज भनेको तिम्रो मनबाट आएको चिज हो नि त अनि त्यो भनेको रङ पनि नै हुँदैन क्या but
And I respect that. यो कुराहरू पनि आइरहेको थियो नि त कि तिमीहरूले सोसियल मिडियाबाट पोस्टहरू हटायो यताउता भनेर टिकटकमा मैले त एउटा पनि हटाएको छैन। मैले पनि हटाएको छैन तपाईँलाई इन्स्टाग्राम चलाउन नआउँदो रहेछ। मैले हो त्यो एक दुईजना हेटरहरू चाहिँ तिमीहरूलाई त म पाखे नै भन्छु रिल्समा मुभ गरेको हो क्या अनि मैले एउटा पनि पोस्ट डिलिट भएको छैन त्यहाँनिर। मेरो इन्स्टाग्राम चेक गर्नु सबै पोस्ट त्यही छ। त्यो जस्ट मुभ गरेको भन्छ गाइजहरूलाई। एक्ज्याक्टली गाइज त्यो डिलिट गरेको होइन। इट जस्ट वी मुभड फ्रम वान प्लेस टु अनदर। इन्स्टाग्राममा नि पोस्ट सेक्सन र रिल सेक्सन हुन्छ। त्यो पनि हटाइदिउँ त्यो होस् के गर्ने त्यो चाहिँ हटाइदिने कि राख्नु त्यो किन विषयमा भन्नु परेन? हामी नगर्ने होइन म त गर्ने गर्नुमै फेरि एकदम सबै कुरा सल्लाहमा हो नि फेरि होइन क्या फेरि तपाईँले त्यो एउटा हाम्रो फोटो फेभरेट फोटो चाहिँ राखिरहेको छ नि त प्रोफाइलमै भोलिको दिनमा मैले फोटोहरू चाहिँ एउटा डिलिट गरेको छु सबै छ। होइन भोलिको दिनमा तपाईँले हटाउनु भयो भने इनकेस होइन अब तपाईँको त्यो प्रोफाइल पनि मिलाउनु पर्ने हुन्छ होइन इनकेस हटाउनु भयो भने अब चाहिँ केही भएछ भन्ने हुन्छ नि त त्यस्तो पनि नहोस् क्या मान्छेलाई हटाउनु छ भने हटाइहाल्नु क्या कमिङ डेजमा त्यस्तो हुँदैन। अरे त्यस्तो नसोच्दा हुन्छ। हामी एकअर्का रिलेसनसिपमै छैन फोटो चाहिँ किन राख्नु राख्दा चाहिँ के भयो त नि? We had such a good memory, no? We had the best time, no? That's so that हामी दुईजनाको लाइफमा रिग्रेट गर्नु पर्ने तिम्रो मेरो बिचमा कहिले इस्यु थियो त? We never had an issue. नेभर अनि Did we ever had an issue between us? तिम्रो मेरो बिचमा नो नो बट द्याट मेरो भिडियोमा फाइनल बाई बाई भनिदिनु न त मेरो भ्युअर्स मेरो युट्युब फ्यामिलीलाई ओके गाइज है सबैजनालाई के भन्न चाहे मैले भनेर भन्दाखेरि चाहिँ सिजलिङको युट्युब फ्यामिलीको लागि म गाइज सुरुमा एकदमै अचम्म हुन्थ्यो कि अरे यो केटीलाई कति मान्छेहरूले माया गर्दो रहेछ भनेर होइन के चाहिँ रहेछ यो केटीमा भनेर लाग्थ्यो क्या मलाई। अनि जुन बेला मैले सिजलिङ बहिनीसँग कुरा गर्न सुरु गरेँ सबै कुरा हेर्दै गएँ उसको अनि आई रियलाइज ओ माई गॉड सी इज अ स्पेसल गर्ल जस्तो लाग्यो मलाई। जस्तो लाग्यो होइन सी इज अ स्पेसल गर्ल होइन। अनि यु गाइज आर सपोर्टिङ अ राइट पर्सन होइन सी इज सच अ अमेजिङ ह्युमन very kind-hearted and she's the best in this world guys and thank you so much for showing so much love to Sizzling Rohini guys and please continue गर्नुस् होला। अनि guys हाम्रो बिचमा न कसैले चिट गरेको न त कसैले के गरेको we had an amazing time and Sizzling was the best girlfriend any guy can have अनि at the same time तपाईहरुलाई म अर्को के कुरा भन्न चाहन्छु भन्दाखेरि do subscribe to her channel उसलाई धेरै माया दिनुस् होला झन् धेरै माया दिनुस् होला। she deserve all the love of this world guys all the love of this world थ्याङ्क्स सो गाइस सुनिहाल्नु भयो उहाँ र मेरो कुरा पनि मैले उहाँलाई अहिले भिडियोमा ल्याउनुको रिजन इज हाम्रो ब्रेकअप त भयो बट देयर इज नथिङ रङ बिट्विन अस कि अब त्यो पुरा यिनीहरूको टक्सिक लेभलमा पनि मलाई आफ्नो जस्तो गरेर तपाईँहरू पनि म सँगसँगै ओर म पनि तपाईँहरू सँगसँगै ग्रो भएको जस्तो लाग्दैन हो उहाँहरूको लागि भनेको होइन। थ्याङ्क यू सो मच। इमोसनल भएको मोमेन्ट चाहिँ नि एउटा ह्याप्पिनेसको मोमेन्ट हो क्या त्यो लेभलको माया छ नि त। तर प्लिज जति पनि नेगेटिभ कमेन्ट मेरो सिजलिङको सपोर्टर हो भन्दैमा नेगेटिभ कन्टिन्यू गर्नु होला। अब त्यसै त हो लाइफ गोज अन स्प्रेड नेगेटिभिटी अनि एकदम क्विकली जज नगर्नु होला सोसियल मिडियामा मान्छेलाई देखेर है। आल बी ओके म त ओके हो म त बबाल हो सिजलिङ रेन त खतरा हो है म त खतरै हो जेसुकै हुन्छ म त बबाले हुन्छु खतरै हुन्छु एन्ड आई होप यु बी ओके टु। या त्यही हो आजको मोमेन्ट यो सबै कुराहरू सेयर गरेर मलाई पनि खुसी लाग्यो। अब वर्षक आइएम एक्सपेक्टिङ एकदम पोजिटिभ रेस्पोन्स टु हाम्रो दुवैजनाको भिडियोतिर यो हाम्रो